येशू ख्रिस्टको नाममा सबैजनालाई जय मसीह। अनि म चाहिँ आज तपाईँहरूको माझमा छोटो कुरालाई लिएर आएको छु, छोटो वचनलाई लिएर आएको छु। अनि तपाईँहरूको माझमा एज अ फर्स्ट टाइम वचन बोल्न पाउँदा एकदमै खुसी छु। अनि हामी चाहिँ सिक्ने सिकाउने क्रममा छौँ। अनि मैले चाहिँ आज युट्युबमा फर्स्ट टाइम वचन लिएर आएको छु। अनि आशा छ तपाईँहरूले यो वचन सुनेर एकदमै आशिषित हुनुहुनेछ। अनि एकदमै तपाईँहरू यो वचन सुनेर आशिषित हुनुभयो भने यो आशिष चाहिँ मैले मात्र होइन तर अरूले पनि पाउन् भन्ने तपाईँ चाहनुहुन्छ भने यो वचनलाई एक सेयर तपाईँले गरिदिनुहोस् होला। अनि यदि मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब पनि गरिदिनु होला। अनि म चाहिँ आज परमेश्वरको जीवित वचनलाई लिएर तपाईँहरूको माझमा उपस्थिति भएको छु। अनि आजको वचनको टपिक्स अनि मुख्य शीर्षक चाहिँ के रहेको छ भने परमेश्वरले हामीलाई किन कठिन बाटो भएर लान चाहनुहुन्छ। आज हामी यो परमेश्वरले चाहिँ हामीलाई किन कठिन बाटो भएर लान चाहनुहुन्छ भन्ने विषयमा चाहिँ आज हामी तपाईँहरूसँग डिस्कसन गर्नेछौँ अनि तपाईँहरूसँग बातचित गर्नेछौँ। अनि हामी चाहिँ अब ढिला नगरी वचनतिर जानेछौँ। अनि म चाहिँ आज मुख्य खण्ड चाहिँ याकुब 1को 2 देखि 4सम्म मैले लिएर आएको छु आजको मुख्य खण्ड। अनि यहाँ चाहिँ टपिक्समा चाहिँ यस्तो लेखेको छ कष्ट र परीक्षाहरू। अनि 2मा यसरी लेखेको छ मेरा भाइ हो तिमीहरूमाथि विभिन्न किसिमका आपद विपद आइपर्दा तिमीलाई पुरा आनन्दको कुरा सम्झ, किनकि तिमीहरू जान्दछौ तिमीहरूका विश्वासको जाँचले धैर्य उत्पन्न गराउँछ। धैर्यलाई यसको पुरा काम गर्न देऊ ताकि तिमीहरू कुनै कुरामा अभाव नभएर तिमीहरू तिमीहरू परिपक्व र पूर्ण हौ लेखेको छ। अनि यहाँ चाहिँ यस्तै कुराहरू लेखेको छ। कतिचोटि हाम्रो जीवनमा आज हामीलाई लडाउने कुराहरू आउँछ, हाम्रो जीवनमा चोट लाग्ने कुराहरू आउँछ, आज हामीलाई परिस्थितिले पछाडि पार्छ। यस्तो अवस्थामा तपाईँहरू परमप्रभुलाई यो प्रश्न गर्नुहुन्छ परमप्रभु तपाईँ मलाई किन कठिन बाटो भएर लान चाहनुहुन्छ। यो संसारमा म्याक्सिमम मान्छेहरू चाहिँ आज कठिन परिस्थितिहरू आउँदै गर्दा उनीहरू चाहिँ हार खाइकन बसेको छन्। म गर्छु, म सक्छु, प्रभुले मलाई आज चाहिँ सफलतामा पुर्याउनुहुन्छ। आज कतिजनाको जीवनमा यो कुराहरू छैन, मैले त हारेँ, मैले त सकिनँ, जीवनको यात्रामा म पछाडि परेँ भनेर कतिजना मान्छेहरूले चाहिँ यो कुराहरू गरेर आज मान्छेले चाहिँ म त केही होइन, म त केही गर्न जीवनमा केही गर्न सक्दिनँ, आज यो खालको कुराहरू उनीहरूको हृदयमा लिएर बसिराखेको हुन्छन्। तर परमप्रभुले जब हाम्रो जीवनमा काम गर्न आँट्नुभएको हुन्छ, जब परमप्रभुले चाहिँ हाम्रो जीवनमा आज ठुलो कामको योजना राख्नु भएको छ अनि त्यो योजना पुरा गर्नको निम्ति चाहिँ परमप्रभुले कतिचोटि हामीलाई कठिन बाटो भएर लान चाहनुहुन्छ। अनि हामीले चाहिँ बाइबलमा यही कुराहरू पाउँछौँ। अनि यदि परमेश्वरले चाहिँ हामीलाई प्रेम गर्नुहुन्छ भने किन चाहिँ उहाँले हामीलाई सिधा र सजिलो बाटो दिनुहुन्न। अनि हामी चाहिँ यही खालको प्रश्नहरू उठ्न सक्छ हाम्रो हृदयमा, हाम्रो दिमागमा चाहिँ यो खालको प्रश्नहरू उठ्न खोज्छ किन चाहिँ परमेश्वरले हामीलाई सिधा बाटो दिनु भएन। तर बाइबलले देखाउँछ परमेश्वरको बाटो चाहिँ सिधा मात्र नभएर कठिन पनि हुन्छ, कुनै पनि समयमा कठिन हुन्छ। आज परमेश्वरले हामीलाई सिधा बाटो होइन तर सत्य बाटो चाहिँ लान चाहनुहुन्छ। अनि म चाहिँ आज तपाईँहरूको बाँसमा यही कुराहरू बोल्न गइरहेको छौँ। अनि हाम्रो जीवनमा चाहिँ परमेश्वरले विश्वासको जाँच गर्न चाहनुहुन्छ। हामीले पहिलो पत्रुस 1:7 हेऱ्यौँ भने त्यहाँ पाउँछौँ। अनि कठिन परिस्थितिले चाहिँ हाम्रो विश्वासलाई अझ बलियो बनाउँछ र परमेश्वरमाथि अझ भरोसा बढ्दछ। हामीले यही कुराहरू पाउँछौँ पहिलो पत्रुस 1:7 परमप्रभुले जसलाई प्रेम गर्नुहुन्छ त्यसलाई ताडना दिनुहुन्छ। अनि किनभने चाहिँ ऊ चाहिँ अझै विश्वासमा परिपक्व होस्, अझै सत्यतामा जियोस्, अझै मेरो प्रेमलाई खोजोस्, अझै मतिर आओस् भनेर परमप्रभुले चाहिँ हामीलाई ताडना दिनुहुन्छ। हाम्रो जीवनमा सुधार ल्याउनको लागि कहिलेकाहीँ चाहिँ कठिन अनुभवहरू पनि आवश्यक पर्छ है। आज हाम्रो जीवन चाहिँ सजिलो मात्रै भयो भने हामीले चाहिँ केही गर्न सक्दैन जीवनमा होइन। अनि हामी सजिलो बाटो परमप्रभुले चाहिँ हामीलाई सजिलो बाटो फराकिलो ढोका दिनुभयो भने चाहिँ हामी चाहिँ जीवनमा मोज मजा आनन्द शान्ति यो मात्रै खोज्छौँ होइन। अनि 2 दिनको जिन्दगीमा रमाउनुपर्छ, खेल्नुपर्छ, आज हामी यो खालको कुराहरू सोच्छौँ। तर आज परमेश्वरको विश्वासमा अझ परिपक्व हुनको लागि अझ चाहिँ हामी चाहिँ परमेश्वरमा अडिग रहनको लागि परमेश्वरमा हामी चाहिँ एकै मनको भएर अगाडि बढ्नको लागि चाहिँ हाम्रो जीवनमा चाहिँ कहिलेकाहीँ चाहिँ कठिन अनुभव पनि आवश्यक हुन्छ। हालेलुया। अनि परमेश्वरले चाहिँ हामीलाई घमण्ड तोड्न र अझ नम्र बनाउनको लागि चाहिँ कठिन बाटो भएर लानुहुन्छ। कतिचोटि जब हामी कमजोर महसुस गर्छौँ तब मात्र परमप्रभुको शक्ति हामी चाहिँ खोज्छौँ। जब हामी चाहिँ विक हुन्छौँ, जब हामी चाहिँ कमजोर हुन्छौँ अनि जब हामी चाहिँ जीवनमा केही गर्न सक्दैनौँ, पछाडि पर्छौँ, हाम्रो पाइलाहरू चाहिँ पछाडि सर्छ अनि त्यस्तो बेलामा मात्र परमप्रभुलाई हामी खोज्छौँ। अनि परमप्रभुमा चाहिँ हामी चाहिँ एकदमै अडिग भएर बस्नुपर्छ जस्तो सुकै परिस्थिति आओस्। अनि त्यो कुरामा चाहिँ त्यस्तो परिस्थितिहरूमा पनि परमेश्वरमा चाहिँ हामी अडिग रहेर बस्नुपर्छ। अनि म तपाईँलाई एउटा मजाको उदाहरण के दिन्छु भने एकपटक चुन पकाल्नुभन्दा अगाडि तातो आगोमा राखिन्छ। किन राखिन्छ? किनभने त्यो आगोले मात्रै त्यसको अशुद्धता निकाल्छ होइन। अनि त्यसै गरी हामीलाई पनि परमेश्वरले परिशुद्ध बनाउनको निम्ति चाहिँ कतिचोटि कठिन बाटोबाट लान चाहनुहुन्छ। आज हामीले यो कुराहरूलाई बुझ्नुपर्छ। जब हाम्रो जीवनमा कठिन बाटो आउँछ त्यतिखेर चाहिँ हामीले
बुझ्नुपर्छ कि परमप्रभुले चाहिँ मेरो जीवनमा ठुलो काम गर्न आँट्नु भएको छ भनेर। हालेलुया होइन। परमप्रभुको बाटो चाहिँ सजिलो होइन तर सही हुन्छ। अनि परमप्रभुले चाहिँ हामीलाई सिधा बाटो, सजिलो बाटो होइन तर सही बाटो चाहिँ देखाउनुहुन्छ। हालेलुया। अनि कठिन बाटोमा पनि उहाँको योजना चाहिँ एकदमै उत्तम छ। हालेलुया। हामी कठिन बाटो भएर जाँदै गर्दा पनि उहाँले चाहिँ हाम्रो जीवनमा उहाँको योजना चाहिँ एकदमै होइन उत्तम राख्नु भएको छ। हामी चाहिँ कहिले पनि सजिलो बाटो हिँडेर विश्वासमा परिपक्व मान्छे हुन सक्दैनौँ। हामी चाहिँ सजिलो बाटो हिँडेर, अनि परमेश्वर चाहनुहुन्छ हामी भावनाले चाहिँ होइन तर विश्वासले चाहिँ अगाडि बढौँ भनेर चाहिँ परमप्रभु चाहनुहुन्छ। अझ हामी भावनामा बगेर होइन तर विश्वासमा अडिक रहेर अगाडि बढेको चाहिँ परमप्रभु चाहनुहुन्छ। हामीलाई कहिलेकाहीँ लाग्छ उहाँ चाहिँ किन चुप हुनुहुन्छ, प्रभु मैले यत्रो प्रार्थना गरिरहेको छु, तपाईँलाई यत्रो बिन्ती गरिरहेको छु, आज 3 घन्टा 4 घन्टा 5 घन्टा आज तपाईँको उपस्थितिमा आएर म प्रार्थना गरिरहेको छु, घुँडा टेकेर म प्रार्थना गरिरहेको छु, तर पनि तपाईँ किन चुप लागेर बस्नु भएको छ, किन मेरो प्रश्नको उत्तरहरू दिनुभएको छैन। आज हामी चाहिँ कतिचोटि यो कुराहरू सोच्छौँ, तर जब परमेश्वर चुप रहनुहुन्छ, जब परमेश्वर चाहिँ साइलेन्ट मोडमा हुनुहुन्छ, त्यतिखेर चाहिँ हाम्रो जीवनमा ठुलो काम हुन आँटेको हुन्छ। हालेलुया। तपाईँहरू यो कुराहरूलाई रिसिभ गर्नुहोस्। अनि कतिचोटि परमेश्वर चाहिँ चुप रहनुहुन्छ, त्यतिखेर चाहिँ परमेश्वरले गुप्तमा हामीलाई चाहिँ होइन अगाडि बढाउनको निम्ति, हामीले आज सही बाटो दिनको निम्ति, आज विश्वासमा परिपक्व बनाउनको निम्ति चाहिँ परमप्रभुले हाम्रो जीवनमा काम गर्न आँटेको हुनुहुन्छ होइन। अनि कठिनाइले चाहिँ हाम्रो जीवनमा चाहिँ हारेको जस्तो बनाउँछ, कठिनाइले चाहिँ पछाडि परेको जस्तो महसुस गराउँछ। तर म तपाईँलाई एउटा मजाको कुरा के भन्छु भने, तर वास्तवमा त्यो कठिनाइ चाहिँ आज एउटा जितको तयारी हो। हालेलुया। आज त्यो कठिनाइ चाहिँ जितको तयारी हो। अनि त्यो कठिनाइमा चाहिँ हामी उभिँदै गर्छौँ। त्यो कठिनाइमा चाहिँ हामी उभिँदै गर्दाखेरि चाहिँ त्यो कठिनाइमा हामी चाहिँ सक्सेस हुन सक्यौँ भने, त्यो कठिनाइमा चाहिँ हामी रहन सक्यौँ भने चाहिँ हामी चाहिँ विश्वासमा त्यो वास्तवमा त्यो चाहिँ हाम्रो जितको तयारी हो होइन। 2 कोरिन्थी 4:17 यस्तो कुराहरू लेखेको छ होइन। हामीलाई कष्ट आए पनि सहनुपर्छ, किनभने त्यही अनन्तको महान महिमाको तयारी हो। अनन्त जीवनको लागि महान महिमा, आज महान त्यो धार्मिकताको चाहिँ त्यो चाहिँ तयारी हो। कठिन जीवन जिउनु चाहिँ, अनि कठिन जीवन जिउँदै गर्दा चाहिँ हामी त्यो कुराको तयारीहरू गरेको हुन्छौँ। अनि हामी सानो सोच्छौँ तर उहाँको योजना चाहिँ ठुलो छ हाम्रो जीवनमा होइन। अनि आजको आँसु चाहिँ तपाईँहरूको निम्ति भोलिको खुसीको कारण बन्नेछ, म यही विश्वास गर्छु। आज तपाईँहरू रुँदै हुनुहुन्छ, आज तपाईँहरू कठिन परिस्थिति भएर रुँदै हुनुहुन्छ, तर त्यो आँसु चाहिँ भोलिको दिनमा तपाईँको खुसीको कारण बन्नेछ। हालेलुया। अनि हामी चाहिँ पाउँछौँ। आज तपाईँहरूले बुझ्दैन होला आज किन यस्तो हुँदैछ, आज किन प्रभु मेरो जीवनमा चाहिँ किन यस्तो भइरहेको छ, आज किन म चाहिँ सफलतामा पुग्न सकेको छुइनँ, किन म चाहिँ अगाडि बढ्न सकेको छैन। आज तपाईँले बुझ्दैन होला यो कुराहरू होइन। अनि त्यतिखेर चाहिँ तपाईँ नै भोलि चाहिँ भन्नुहुन्छ, तपाईँहरू आज सोच्दै हुनुहुन्छ प्रभु म किन म यस्तो छु, किन यस्तो हुँदैछ मेरो जीवनमा, तर तपाईँ भोलिको दिनमा यो सोच्नुहुन्छ अनि प्रभुलाई भन्नुहुनेछ तपाईँ धन्यवाद प्रभु तपाईँको मेरो निम्ति यो तपाईँले चाहिँ मलाई यो बाटोमा लगेको कारण चाहिँ म तपाईँलाई धन्यवाद चढाउँछु। किनभने यो बाटोबाट हिँड्दै गर्दा चाहिँ मैले तपाईँलाई प्रेम गर्न सिकेँ। यो बाटोबाट जब म हिँड्दै गर्दा चाहिँ आज मैले प्रार्थनामा आत्मामा अघि बढेर चाहिँ तपाईँको सेवा गर्न सिकेँ प्रभु। आज यो कुराहरूले मलाई एकदमै परिपक्व बनायो, एकदमै प्रभु यो कुराहरूले चाहिँ मलाई एकदमै प्रभु आज मेरो जीवनमा चाहिँ काम गर्यो भने तपाईँले धन्यवाद चढाउनु छ होइन। अनि हामीले चाहे जस्तो बाटो होइन तर उहाँले चिनेको बाटो चाहिँ उत्तम हुन्छ। हालेलुया। आज हामीले चाहेको बाटो चाहिँ खराब पनि हुनसक्छ कतिचोटि, तर उहाँले चाहेको बाटो, उहाँले चिनेको बाटो, उहाँले हामीलाई डोर्ल्याउन आँटेको बाटो चाहिँ त्यो एकदमै उत्तम बाटो हो। अनि कठिन बाटो चाहिँ परमेश्वरको ठुलो योजना हो होइन। कठिन बाटो भएर जानु चाहिँ परमेश्वरको त्यो पनि एकदमै ठुलो योजना हो होइन। अनि परमेश्वरले चाहिँ कहिले ढिलो गर्नुहुन्न। उहाँको समय चाहिँ एकदमै होइन, उहाँको चाहिँ हरेक समय चाहिँ करेक्ट समय हुन्छ। अनि परमेश्वरको हरेक समयमा चाहिँ करेक्ट काम गर्नुहुन्छ। अनि उहाँको समय चाहिँ एकदमै उत्तम छ। परमेश्वरले हामीलाई कठिन बाटोबाट लानुहुन्छ तर कहिले साथ छोड्नुहुन्न होइन। आज हामीले जुन कठिन बाटो हिँड्दैछौँ त्यो भोलिको लागि चाहिँ हाम्रो नयाँ पुस्ताको तयारीको मार्ग हो। हालेलुया। अनि त्यो बाटो चाहिँ नयाँ पुस्ताको तयारीको मार्ग हो र परमेश्वरको योजना चाहिँ उत्तम छ। हालेलुया। आज परमेश्वरको योजना चाहिँ एकदमै उत्तम छ। अनि हामी यही कुराहरू पाउँछौँ। अनि तपाईँहरू कतिचोटि जीवनमा म त निराश भएँ प्रभु, मलाई त तपाईँले मलाई किन प्रार्थना सुन्नु भएन। आज कतिचोटि यो प्रश्नहरू उठ्छ प्रिय मेरो जवानीहरू, विशेष गरी जवान अवस्थामा हुँदै गर्दा चाहिँ होइन। अनि जवान अवस्थामा हुँदै गर्दा चाहिँ यस्तो खालको प्रश्नहरू उठ्छ। आज जवान हुँदै गर्दा त कति कुरामा हामीले सोच विचारहरू पनि पुर्याउनुपर्छ। अनि हामीले चाहिँ होइन जवान अवस्थामा धेरै खालको कठिनहरू आउन पुग्छ। यो अवस्थामा चाहिँ हामीले प्रार्थना गर्दै गर्दा चाहिँ कतिचोटि परमप्रभुलाई प्रश्न गर्छौँ, प्रभु तपाईँले मेरो प्रार्थना चाहिँ किन सुन्नुहुन्न, आज प्रभु तपाईँ चाहिँ किन मेरो आँसुलाई देख्नुहुन्न, आज तपाईँले चाहिँ किन मेरो परिस्थितिलाई बुझ्नुहुन्न, किन कठिन बाटोबाट लान चाहनुहुन्छ। आज कतिचोटि हाम्रो जीवनमा यस्तो खालको कुराहरू आउँछ। तर म
तपाईँलाई एउटा मजाको कुरा भन्छु, जब तपाईँ चाहिँ कठिन बाटोमा उभिँदै हुनुहुन्छ, जब तपाईँ चाहिँ कठिन बाटो भएर जाँदै हुनुहुन्छ, त्यो चाहिँ तपाईँको जीवनको एउटा ठुलो तयारी हो। आज तपाईँको जीवनको सफलताको ठुलो तयारी हो। हालेलुया। म तपाईँलाई चाहिँ यही कुराहरूले उत्साह दिन चाहन्छु, यही कुराहरूले तपाईँलाई चाहिँ म आज भन्न चाहन्छु, आज तपाईँहरू सानो मन नबनाउनु भएको होस्। अनि आज तपाईँहरू चाहिँ परमप्रभुसँग होइन, प्रभु मेरो प्रार्थना सुन्नु भनेर कतिचोटि गनगन गर्छौँ, त्यो गनगनहरू एकदमै नगर्नु भएको होस्। मैले अघि पनि भने परमेश्वरले चाहिँ हरेक टाइममा करेक्ट काम गर्नुहुन्छ अनि उहाँको धार्मिकता चाहिँ असल छ, उहाँको योजना चाहिँ हाम्रो जीवनमा पुरा हुन्छ। आज परमेश्वरले हाम्रो जीवनमा हरेकको जीवनमा, हरेक व्यक्तिको जीवनमा चाहिँ परमेश्वरले योजना राख्नुभएको छ। त्यो योजना पुरा गर्नको निम्ति चाहिँ कतिचोटि परमप्रभुले हामीलाई विश्वासको जाँच गर्नुहुन्छ। त्यो योजना पुरा गर्नको निम्ति कतिचोटि परमेश्वरले चाहिँ हामीलाई कठिन बाटो भएर लानुहुन्छ। आज त्यो अवस्थामा चाहिँ तपाईँहरू एकदमै अडिग रहन सक्नुभयो भने भोलिको जीवनमा चाहिँ तपाईँ चाहिँ होइन, साँच्चै नै तपाईँ चाहिँ रियल लाइफको हिरो हुनुहुनेछ। भोलिको जीवनमा आज तपाईँले कष्ट भोग्न तयार हुनुभयो, कष्ट भोग्न सक्नुभयो भने तपाईँ चाहिँ भोलिको जीवनमा चाहिँ भोलि आउँदै गरेको पुस्ताको निम्ति चाहिँ तपाईँ एउटा उदाहरण बन्नुहुनेछ। अनि म तपाईँलाई यही कुराहरू भन्न चाहन्छु। अनि हामी चाहिँ सिकाउने क्रममा छौँ। आजको वचनले चाहिँ तपाईँहरू एकदमै होइन आशिषित हुनुभयो भन्ने म चाहिँ आशा गर्दछु। अनि अब म वचनको समय चाहिँ यहीँ राख्छु। आउनुहोस् वचनको समय यहीँ राख्नुभन्दा अगाडि हामी सानो प्रार्थना गरेर छुट्नेछौँ। धन्यवाद छ परमेश्वर पिता, आज तपाईँको उपस्थितिमा आएर यतिको वचन बोल्न पाउँदा एकदम प्रभु एकदम खुसी छु। अनि मेरो प्रिय जवानहरू, मेरो विश्वासी परिवारहरूले चाहिँ यो वचन सुन्नुभएको छ प्रभु। उहाँको जीवनमा चाहिँ अब तपाईँले नयाँ बाटोहरू खुलाइदिनु भएको होस्। कतिचोटि उहाँहरू चाहिँ आज प्रभु कठिन बाटो भएर जाँदै हुनुहुन्छ होला, तर उहाँको बाटोमा चाहिँ प्रभु तपाईँले चाहिँ एकदमै सहायता गर्नुभएको होस्। अनि प्रभु आज कति विश्वासीहरूलाई लागेको होला, कति मानिसहरूलाई लागेको होला परमप्रभुले मेरो प्रार्थना सुन्नु भएन, तर म प्रभु यही कुराले यो छोराछोरीलाई उत्साह दिन चाहन्छु। तपाईँले चाहिँ एकदमै ठुलो काम गर्न आँट्नुभएको छ, एकदमै ठुलो योजना राख्नुभएको छ। हुन्छ प्रभु, सबै कुरा तपाईँको हातमा राख्दै आशिष आउँछु प्रभु यसको नाममा, आमेन। फेरि पनि सबैजना जय मसीह।